पसिसक्यो यो खानु भएन मार्गीले पुरा ढाँटी चुलाउने Hello my beautiful peoples, welcome to my mini vlog. आज चाहिँ हतार यहाँ मनिर दोकान जाँदैछ होइन पुरा सास भरिरहेको छ है किनभने दोकानको मान्छे चाहिँ के भन्छ बजार जानु आँटेको छ अरे कि अन्त त्यही भएर चाहिँ आयो के बाँसहरू बाटोमा अन्त त्यही भएर छिटो चाहिँ दोकान जाँदैछु यहाँनिर चाहिँ दिउँसो यस्तो गरम हुन्छ कि बल्ल दोकान आइपुगेँ यस्तो डरलाग्दो घाम लागिरहेको छ खुलै रहेछ त दोकान म अस्ति आएको नि झन्डै मरे तपाईँले खोइ छिट्टो भनेर त छैन दिपेशसँग जाने रहेछ भर्खर त दिपेश त अहिले भरे आउँछ होला नि म त माथि बिहामा जानु छ नि त कसको पास्टरको बिहा रे चर्चको ए आज हो के साह्रो गरम नि मैले चाहिँ सौदाहरू पनि किनिसकेँ आजकल अन्त्यदेखि आइसक्रिम पनि किनेको छु गरममा मिल्ने रहेछ आज चाहिँ के भन्छ चालमुरै पुच्काहरू बनाएर खाने थियो त्यही भएर सो अब चाहिँ गएको काली पनि छ काली त्यो आइसक्रिम देखाइदिएँ अब चाहिँ उनी पर अझै एउटा दोकानमा जानुपर्ने रहेछ एक दुईवटा सामानै छैन रहेछ हो त्यही कारणले चाहिँ यहाँबाट दोकानमा गएर सामान किन्नुपर्ने छ अझै घर आइपुगेर चाहिँ यो सामानहरू निकाल्दैछु ठुलो आगर ठुलो पुच्का खाएको मिठो कस्तो भयो टेस्टी यस्तो गरिदिनु लाइक गरिदिनु लाइक कहाँ पनि रेडी भइसक्यो ए पानी अन्तदेखि आलु त्यहाँदेखि चालमुरी अन्त त्यहाँदेखि चियाहरू बनाएको छ रेडी भइसक्यो अब चाहिँ हामीहरू खान्छ हालिदिउँ त्यो टाक्टु त्यो यो ओसिसक्यो यो खानु भएन हुन्छ ओसियो खानु न मिल्कको घाउ भइहाल्छ कि मेरो बुढा खाएछ नि त मार्गीले पुरा ढाँटी चुलाउने मान्छे पुच्का त खोल्छ आलु पनि लाउँदैन रस लाउनु पनि भ्याउ त्यतिकै दाब्दैछ मान्छे निराउले झालमुरी उगाएर खाँदै सुप हाल हो त्यहाँ चम्चीले उगाएर तन्किनै सक्दिनँ जिब्रो मिठो कपै खानु मार कपै यता फर्के छिटो खा कपै खाए मिठो भयो भाइ कस्तो भयो हात देखाइदिए हातले त्यो माल मुखमा हाल त्यो होइन कस्तो भयो भनेको हौ ए त्यस्तो भयो हाल्यो बाई बाई